श्री चन्द्रकुमार थेरे, थुङ्लिङ नगरपालिका 4 ताप्लेजुङ, कोशी प्रदेश नेपाल। विषय खेलकुद विकास समिति अध्यक्ष पदमा मनोनयन सम्बन्धमा यसै गरेर उपाध्यक्षको पनि त्यही छ। प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशको मिति 2083 आषाढ 10 गतेको निर्णय अनुसार प्रदेश खेलकुद ऐन 2076 को दफा 16 को उपदफा 2 को क बमोजिम तपाईलाई जिल्ला खेलकुद विकास समितिको अध्यक्ष पदमा सोही ऐनको दफा 17 बमोजिम पदावधि रहने गरी मनोनयन गरिएको बेहोरा जानकारी गराइन्छ। ऐनको दफा 17 बमोजिम भनेको 4 वर्षको छ। 4 वर्षको अवधि छ। अध्यक्ष पदमा मनोनयन हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दै यहाँको कार्यकालमा जिल्लाको खेलकुदको विकास विस्तार र प्रवर्धन गर्न योगदान हुनेछ भन्ने अपेक्षा गरिएको छ। धन्यवाद। यसै गरी उपाध्यक्षको श्री अञ्जना कणरिया, मेले 9 ताप्लेजुङ। मैले अघि मेले नै भने कोशी प्रदेश नेपाल। मैले किनभने यो मेरोमा पनि मेल आएको थियो त्यही अनुसार मैले चाहिँ भने हो। विषय खेलकुद विकास समितिको उपाध्यक्ष पदमा मनोनयन सम्बन्धमा प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशको मिति 2083 आषाढ 10 गतेको निर्णय अनुसार प्रदेश खेलकुद ऐन 2076 पहिलो संशोधन अध्यादेश 2083 संयुक्त दफा 16 को उपदफा 2 ख बमोजिम तपाईलाई जिल्ला खेलकुद विकास समिति ताप्लेजुङको उपाध्यक्ष पदमा सोही ऐनको दफा 17 बमोजिम पदावधि रहने गरी मनोनयन गरिएको बेहोरा जानकारी गराइन्छ। उपाध्यक्ष पदमा मनोनयन हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दै यहाँको कार्यकालमा जिल्लाको खेलकुदको विकास विस्तार र प्रवर्धन गर्न योगदान हुनेछ भन्ने अपेक्षा गरिएको छ। Yoring Novel, nanti suruh cuci. Kita tahu, जिल्ला खेलकुद समितिका eu posso jogar.